नमस्कार। सम्पूर्ण देश र विदेशमा रहनुभएका मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म एउटा अनुरोध गर्छु र हालका सम्माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूसँग पनि म एउटा अनुरोध गर्छु। यो जुन व्यवस्था छ 2072 मा जुन संविधान आयो विदेशीहरूले लादे धर्मनिरपेक्ष जुन राज संस्था हटाइयो, के यो व्यवस्था ठिक थियो त? त्यहाँ प्रश्न थियो र यो व्यवस्थाको कारण आज यो संविधानको कारण नेपाल खाली भयो। आज युवाहरूले रुँदै विदेश जानु पर्यो। 60 लाख त भूमिविहीन भएछन् यो देशमा। 60 लाख नागरिक, जुन देशको जनसंख्या 2 करोड 90 लाख छ, त्यसमा 1 करोड 60 लाखले देश छोडेको छ, विदेशमा छ। 12 लाख परिवारले नागरिकता त्याग गरेको छ। 12 लाख मान्छेले गाउँ खाली भइसक्यो। त्यही देशमा 60 लाख नागरिक चाहिँ भूमिविहीन भएछन्, सुकुम्बासी भएछन्, खोलाका डिलमा बस्न बाध्य भएछन्। मान्छे खोलाका डिलमा रहरले बस्दैन, बाध्यताले बस्छ। र मैले अस्ति भनेको थिएँ, सक्छौ भने नगरपालिकालाई मलाई गाली गर्यो भने ठीक छ, म त्यसमा माफ माग्छु। बालनजीको परिवारप्रति बोलेकोमा म माफ माग्छु। मलाई माफ माग्न ठुलो कुरो होइन, मैले भाव आवेगमा आएर बोले। तर बालनजीलाई म एउटा प्रश्न गर्छु, तपाईँ सक्नुहुन्छ भने पहिला नर्विक हस्पिटलको जग्गा हटाउनुहोस् न। सरकारी जग्गा आज त्यो त बसिहाल्छ त। बाल मन्दिरको जग्गा हटाउनुहोस् न पहिला। त्यहाँ बृहस्पति स्कुल छ जहाँ गरिब जो अनाथ बच्चाहरू पढ्ने स्कुल आज कसले हडपेको छ, त्यो खाली गर्नुहोस्। ललिता निवासका जग्गाहरू खाली गर्नुहोस्। अनि त्यस पछाडि भूमिविहीन सुकुम्बासी बस्तीमा हात हाल्नुहोस्। मेरो भनाइ थियो। त्यसले गर्दाखेरि भूमिविहीन सुकुम्बासीहरू बसेको पनि सरकारी जग्गा हो, बाल मन्दिर पनि सरकारी जग्गा हो। बाल मन्दिरमा चाहिँ मारवाडीहरू बस्न पाउने, स्कुल चलाउन पाउने, अनि त्यहाँ एउटा गरिबले झुप्रो हालेर तिर्पलको झुप्रोभित्र पनि एउटा नेपाली सुत्न नपाउने। त्यसले गर्दाखेरि यो संविधान धनीको मात्रै भयो, विदेशीको भयो, सीमित तस्करहरूको लागि भयो। त्यसैले आम जनसमुदायको लागि यदि सक्नुहुन्छ फागुन 21 गते भने सम्माननीय प्रधानमन्त्रीलाई म एउटा आमा पनि सम्झेर भन्छु, तपाईँ एउटा महिला हो, तपाईँ देवी हो, तपाईँ दुर्गा हो, तपाईँ सरस्वती हो, तपाईँ लक्ष्मी हो, तपाईँ चण्डी हो भनेदेखि फागुन 21 गते दुर्गा भाइ आउनुहोस्। तपाईँ फागुन 21 गते तपाईँ र म मिलेर यो देशमा यो व्यवस्था ठिक छ कि छैन, यो संविधान ठिक छ कि छैन, धर्मनिरपेक्ष ठिक छ कि छैन भन्ने कुरामा हामी फागुन 21 गते जनमत संग्रह गरौँ। सम्पूर्ण जनताको मत लिएर जनमत संग्रह गरेर हामी अघि बढौँ। किनभने राजा वीरेन्द्रले पनि 2036 सालमा जनमत संग्रह गरेको थियो, पहेँलो र नीलोमा है। जनमत संग्रहमा जाउँ। अब यो व्यवस्था ठिक छ कि छैन भनेर म त्यो भन्दै सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो भन्दै म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट म बिदा लिन्छु। र मेरो यो कुरा गलत छ या सही छ, देश टुक्रिँदैछ, यो कुरा यदि सही छ भने मलाई गाली गर्ने होइन, तपाईँहरूले सपोर्ट गर्नुहोस्। होइन ठिक छैन भने दुर्गा प्रसाद यो ठिक छैन भने मलाई फोन गरेर भन्नुहोस्। हामीले अन्तिम विकल्प भनेको जनताले रोज्ने हो, जनमत